तपाईहरुलाई पक्कै पनि थाहा छैन होला, फेवातालको पारीपट्टि त धेरै हिँड्नु भयो, तर वारीपट्टि पनि यस्तो खतरा हाइकिङ गर्ने ठाउँ छ भनेर। रानीवन फेवातालको किनारमा बसेर हेर्दा जति शान्त देखिए पनि भित्रबाट त्यति नै वाइल्ड डर लाग्दछ। यदि कोही जानी प्लान गर्दै हुनुहुन्छ भने एक्लै त पक्कै नजानुस्, बिहान र घाम अस्ताएपछि त जाँदै नजानुस्, सकेसम्म ग्रुपमा जाने प्लान गर्नु होला। म भने 1 बजेको समय पारेर वसुन्धरा पार्क हुँदै ड्याम साइड पार्क हुँदै गुगलले देखाएको हाइक टु पिस पगोडा ट्रायल खोज्दै अघि बढिरहेको थिएँ। माछापुच्छ्रे हिमाल फेवातालमा पौडिरहेको थियो। तालबाराही मन्दिर पारीबाट दर्शन गर्दै सरङकोटको सिरेटो, प्याराग्लाइडिङ अनि लेक साइड बजारको भ्यूको के कुरा गर्नु। कहिले यो एंगलबाट नदेखेको म त्यो दिन भने धोको मेट्ने गरी हेरियो। ती ढलेका रुख, चरीको चिरबिर, माछा मार्ने दाजुको गफ अनि वर्ल्डिङको इन्टरनेट, त्यो बीच वनमा मलाई साथ दिने साथ भइदियो। वरिपरि डुङ्गा नै डुङ्गा, मान्छेहरूले सोधिरहेको थियो कताबाट गयो, सबैलाई हाँस्दै भनिरहेको थिए बाटै बाटो। एक्लै गएको भएर होला माथिसम्म जान मन मानेन, किनभने अन्धकार हुँदै थियो, मन त त्यसै पनि डराइरहेको थियो। यसपालि यो यात्राको गन्तव्य अधुरो भए पनि नेक्स्ट टाइम कम्प्लिट गर्ने बाचा गर्दै फर्किने सोच बनाए। मैले भनेको होइन,